बाटो हेर्नु पाकिन्छ यस्तो हिँड्छ हामी कहाँबाट हिँड्नु यो मान्छे हिँड्ने बाटो जेब्रा क्रस भन्छ हेर्नु यस्तो अरू गाडीहरू हिँड्का छन् यसरी होइन अनि मान्छे त्यही हिँड्ने भिन्नै होइन अनि गाडी हिँड्ने भिन्नै गर्नुपर्ने क्या हेर्नु यस्तो छ यस्तो जाम छ हेर्नु मान्छे हिँड्ने भन्छ कहाँ हिँड्नु मान्छे कसरी हिँड्नु हेर्नु यस्तो भिड छ मान्छे हिँड्ने बाटो के हो त्यस्तो हेर्नु मान्छे हिँड्ने भिन्दै ट्र्याक्टर आउँछ हेर्नु मान्छे क्रस गर्ने बाटोमा ट्र्याक्टर आउँछ होइन उयो सिस्टम पार्नुपर्ने हेर्नु आउँदैछ गाडी बाइकहरू आइहाल्छ मान्छे क्रस गर्ने बाटो भन्छ गाडी आउँदैछ अनि मान्छे क्रस गर्ने त अर्कै यस्तो पार्नुपर्ने क्या सरकारले के भन्दाखेरि गाइस एउटा मान्छे मात्रै हिँड्ने होइन एउटा गाडी मात्रै हिँड्ने सिस्टम पार्नुपर्ने त्यस्तो गर्दैन होइन गाडी पनि एउटा मान्छे हिँड्नेमा हिँडिदिन्छ होइन अनि के सिस्टम पार्नुपर्ने भन्दा नि गाइस के सिस्टम पार्नु पर्दा भन्दाखेरि के गर्नुपर्ने भन्दाखेरि मान्छे हिँड्ने बाटो अर्कै पारिदिनु पर्ने क्या अरू देशमा हेर्नु कि अमेरिकाहरू अरूतिर देशतिर मान्छे हिँड्ने जेब्रा क्रस अर्कै हुन्छ होइन मान्छे हिँड्ने ठाउँ अनि गाडी हिँड्ने अर्कै हुन्छ यो नेपालमा त मान्छे हिँड्ने ठाउँमा गाडी हिँडिरहेको हुन्छ क्या हामी कसरी हिँड्नु क्या हामी बाटोमा पनि सुरक्षित छैनौँ क्या मान्छे हिँड्ने बाटो भन्छ तर त्यसमा पनि हामी सुरक्षित छैनौँ किन भन्दाखेरि त्यो ठाउँमा नि गाडी आइदिइरहेको हुन्छ हामी कसरी क्रस गर्नु क्या हामी केहीमै सुरक्षित छैन मान्छे के गर्नु क्या गाइस के गर्नु क्या